नमस्ते दर्शकवृन्द, आज तपाईहरुको बीचमा सानो छोटो भिडियो सन्देश है। आज चाहिँ टाइम्स स्क्वायर न्युयोर्क H&M बिल्डिङ है। यो चाहिँ मैले 42nd स्ट्रिटमा छु मेरो प्रियहरू। अनि यहाँ हेर्नुहुन्छ नि तपाईले देब्रेपट्टि चाहिँ कफी सप देख्नुहुन्छ। मान्छेहरू मजाले खाना पनि खाँदै रहेछ है। यस्तै खाना पनि खाँदैछ मेरो प्रियहरू है, बसिरहेको छ। यता देखाउँछु तपाईहरुलाई एक झलक केक अफ ब्रेड हो। यस्तो रहेछ खानेकुराहरू मेरो प्रियहरू। अनि हाम्रो काले दाइले सफा गर्दैछ। यो चाहिँ सोभेनियरको लागि है। न्युयोर्क आउनुभयो भने त न्युयोर्क जाइनको सानो यो बल देख्नुभयो हैन। यो चाहिँ सबै सोभेनियरको लिबर्टीको साइन मेरो प्रियहरू। यो सबै प्रायः चाहिँ आज टुरिस्टहरू हुन्छ मेरो प्रियहरू। 42nd स्ट्रिट टाइम्स स्क्वायर। मेरो प्रियहरू, तपाईहरुलाई यहाँ न्युयोर्कमा आउनुभयो भने चाहिँ यो येल्लो क्याब चाहिँ हाम्रो नेपालीहरूले मजाले चलाउँछ। इन्डियन साउथ इन्डियनहरूले प्रायः छ। यो चाहिँ यहाँको क्याब सिस्टम है। मान्छ नि मेरो बुढोले त क्याब चलाउँछ भन्छ नि यही नेपालतिर। यस्तै हो चलाउनु। पैसा राम्रै हुन्थ्यो। अहिले चाहिँ कति हुन्छ थाहा भएन। पहिला चाहिँ राम्रै हुन्थ्यो। मेरो प्रियहरू, आज तपाईहरुलाई फेरि पनि भन्छु, हजुरहरूलाई सधैँ म भिन्दै ब्लगहरू ल्याएर आउने छु। मेरो च्यानललाई लाइक कमेन्ट गरिदिनु होला। Hey brother, how you doing? How much do you charge for go there? We give you 10% off. Yeah. Tomorrow I will bring my family because I come to visit here, not today. Okay. All right, thank you very much. I'll be here, okay? All right. Peace out. अनि तपाईले यतातिर हेर्नुहुन्छ भने चाहिँ हाम्रो न्युयोर्कको प्रहरी दाजु हुनुहुन्छ। काम बिग्रिनेलाई चाहिँ च्यापच्याप पक्रिँदै उहाँहरूले लानुहुन्छ। अनि यतातिर हेर्नुहुन्छ भने सबवे मैले तपाईहरुलाई हिजो देखाएको थियो मेरो प्रियहरू। तपाईहरुलाई म ड्रोनमा राखेर पनि कुनै दिन देखाउने कोसिस गर्छु यहाँ प्रियहरू। आज चाहिँ मैले ड्रोन ल्याएको छैन। ड्रोनमा राखेर तपाईहरुलाई मजाले देखाउँछु है कुनै दिन चाहिँ। अलिकति यहाँ चाहिँ यो एरिया चाहिँ प्रायः सबै टुरिस्टको नै हुन्छ मेरो प्रियहरू। टुरिस्ट सेन्टर। तपाईहरु न्युयोर्कमा आइहाल्नु हो भने मजाले यस्तो खालको देख्नुहुन्छ। अनि यहाँ सानो हटडग के हो, चिकन जायरो, ल्याम्ब यो पनि बेच्छ है यहाँ सानो तिनो के ल। मेरो प्रियहरू, सबैले अमेरिका युएसए भन्छ, यस्तै छ है मेरो प्रियहरू। तपाईहरुलाई देश देखाउँ एउटा सानो छोटो है। अनि मान्छेले सधैँ देख्छ नि टाइम्स स्क्वायर भनेर। यही हो न्युयोर्क टाइम्स स्क्वायर भन्छ नि मेरो प्रियहरू। यही हो। त्यो चाहिँ के हो, रबर्ट हो कि के हो पनि देखाइरहेछ मेरो प्रियहरू। त्यही तपाईहरुले रबर्ट देखिरहनु छ। मान्छे हो तर रबर्ट जस्तो भएर उनीहरूले चाहिँ किसिम गरिरहेछ मेरो प्रिय। हेर्नुहोस् है टाइम्स स्क्वायर उपर रबर्ट पनि हिँड्दैछ। देखाउँछु तपाईहरुलाई त्यही भएर। के हो रबर्ट है। What is this, bro?
मेरो प्रियहरू यहाँनिर चाहिँ आर्ट गरेर बेच्दैछ। म यस्तो काम पनि गर्थेँ पहिला। चाइनिजहरूले के काम गर्दैछ यहाँ मेरो प्रियहरू, मसाज गर्ने, फोटो बनाउने। यदि तपाईँहरूसँग कला छ भने तपाईँलाई आर्ट गर्नुहुन्छ यहाँ मेरो प्रियहरू, यहाँ बनाइरहेको छ। के बेच्छन् यहाँ हटडग बेच्छन्। ल मेरो प्रियहरू इन्जोय गर्नुहोस्, मजाले हेर्नुहोस् है। कति त आउनुहोस् भइसकेको छ, कति आउनुहुन्छ, कति आउनु पाउनुहुन्न होला। मेरो भिडियोलाई तपाईँले लाइक अनि कमेन्ट गरिदिनु भयो भने तपाईँले अझै धेरै भिडियोहरू हेर्नुहुन्छ मेरो प्रियहरू, देख्नुहुन्छ मेरो प्रियहरू। गर्दाखेरि लाइक कमेन्ट चाहिँ गरिदिनु होला। यो हार्ड रक है, यो चाहिँ यो बिजनेस सेन्टर अनि यो लुगाहरू बेच्छ यो भित्र। अनि यस्तो काम चाहिँ हाम्रो टिबेटन साथीहरूले गर्छन् है। अन्त मैले पनि बेच्थेँ यो पहिला मेरो प्रियहरू। ल मेरो प्रियहरू हेर्नु भयो होला है, न्युयोर्क सिटी चाहिँ मैले सधैँ तपाईँहरूलाई क्विन्सको मात्रै ल्याउँछु। यो चाहिँ म्यानहट्टनको मेन सिटी हो। यहाँ बसेको म करिबन 16 वर्ष चाहिँ मैले यहाँ बिताएँ यो सिटीमा मेरो प्रियहरू। तर अहिले म चाहिँ यहाँ बस्दिनँ, पेन्सिल्भानियामा बस्छु। धेरै सिटीमा गएँ, अलास्का, फ्लोरिडा, तर न्युयोर्कको चाहिँ हेर्ने भनेको नै यो हो। अनि भोलि कुनै दिनमा म तपाईँहरूलाई लिबर्टी भन्छ त्यहाँ लगेर देखाउँछु। त्यो समुद्र खोलाको छेउमा छ मेरो प्रियहरू। तर आएर चाहिँ तपाईँहरूलाई न्युयोर्क सिटी, टाइम स्क्वायरको बारेमा, अनि त्यो न्यु इयरमा चाहिँ प्रत्येक बल चाहिँ ऊ त माथि ड्रप गर्छ। तपाईँले त्यो देख्नुभयो होला, त्यो हो त्यहाँनिर ड्रप गर्छ मेरो प्रियहरू। ल मेरो प्रियहरू यहाँनिर यस्तै छ, गाडी पनि चल्दो रहेछ बिचमा। ल मेरो प्रियहरू यहाँनिर यो बसमा चाहिँ म भोलि घुम्नु जाँदैछु। त्यो बसले चाहिँ सबै सहर घुमाउँछ। $36 है 1 आवरको। अघि नै मैले लिइसकेको छु टिकट। यहाँ तमासा देख्नुभयो होला नि, यो पैसा कसरी कमाउँछ मान्छेहरूले। मेरो प्रिय समरमा चाहिँ यिनीहरू नाङ्गै हुन्छ। अहिले चाहिँ यस्तो पनि गर्दोरहेछ मेरो प्रियहरू। सेम किसिम छ पैसा कमाउने तरिका मेरो प्रियहरू अमेरिकामा। एडभर्टाइज है यो सबै बिल्डिङमा चाहिँ। हाम्रो नेपालमा कस्तो छ, म 26 वर्ष भयो नेपालमा आएको, मेरो प्रिय थाहा भएन। अमेरिका बसेको 26 वर्ष भयो। यस्तो छ, मैले बनाएको थिइनँ, अनि भर्खरै मैले चाहिँ युट्युबमा मेरो ब्लगहरू बनाउन थालेँ होइन, केही गरौँ भन्ने हिसाबले मेरो प्रियहरू। किनकि होइन एउटा सम्झनाको लागि। यो पर हेर्नु भइरहेछ त्यो चाहिँ याङ्की बेसबलको एडभर्टाइज। अनि यहाँनिर
धेरै टुरिस्टहरू छन् यहाँ चाहिँ रुपियाँहरू के गर्छन् एउटा झलक देखाउँछु तपाईहरुलाई द टाइम्स स्क्वायर यही है न्युयोर्क सिटीको यहाँ एकजना दाजुले चाहिँ मजाले एकजना दाजु God bless you, brother. Hey, how are you? You're the man of God. Give me your hand. I do preach in the street too. Yeah? Yeah. Where? Everywhere. That's where It can't be everywhere. You just went where? Exactly. I go to New York, Queens, Queens? Pennsylvania. What church you go to? Times Square right there. I used to, right? But right now I live in Pennsylvania. Pennsylvania. Yeah. Where from? I'm from Nepal. Nepal? Yeah. Kathmandu? Yes. Yeah? Yes. I'm proud of you. I'm from Brazil. Brazil. That's good. You know, you have to do, brother. That's why. There's so many ways to do it. Yeah. Yeah. So many places, so many ways, so many people. There's only one thing that we cannot do. Nothing. We have to do something. That's good. That's good, brother. Where? Everywhere. Yeah. And like me, I have a blog. We share that Jesus is the way, the truth, and the life. We share that only Jesus can forgive sins. Only Jesus is the way, right? The truth. Other ways, other God is no good, right? There is one other God. No other There's God. only one. Only one God. There is demons that make people believe that they are gods. Okay. Buddha is not God. Muhammad is not God. Allah is not God. Mary is not God. There's only one God. Yeah. His name is Lord. Yeah. His name is Jesus. Yes. Yes. Wonderful. So we share. That's all. Good job. Good job, man. I'm really proud. But of you live here or in Nepal? No, I've been here 30 years. 30 years? Yeah. Okay. 30 years. 30 años. 31. 31. That's good. 32 almost. 32. That's good. So But where do you live here? Queens. Jamaica, Queens. Jamaica, Queens. Yeah, my family lives there, so I come to visit here. Okay. And I'm a YouTuber. I make. Oh yeah. I make a vlogs. I live in Westchester. Westchester. You know Westchester? I know. Brazilian, White Plains. I went there to eat food too. Yeah. Brazilian place. Yeah. Right? There's a few there. A few there, yeah. Like rice and black beans. And Right. Rice. Rice and beans. Yeah. Very nice. That's the trivial. That's why Brazil. I love the Brazilian Rice food. and beans and steak with egg on top. Yeah. And, रुपियाँहरू यतिमै राख्छ अहिले म